यहाँका आदरणीय जनप्रतिनिधि वडा अध्यक्षज्यूहरू वडा सदस्यज्यूहरू हुरी पनि नआउने बतास पनि नछिर्ने गरी तपाईहरु यसको समर्थन गर्नुहोला सम्बोधन गर्नुहोला 100 किलोको मन्त्री तपाईहरुको साथमा छ। अर्को कुरा म भन्न चाहन्छु मैले मेरो पार्टीको आदरणीय नेता माधव कुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दाखेरि 6 महिनाको लागि हामीलाई तोकेको थियो र मैले त्यही बेला भनेको थिएँ हामीले त 8 महिना खान पायौं 2 महिना त ग्रेस मार्क पाइसक्यौं अरु साथीहरुलाई मौका दिने तपाईको यदि इच्छा छ भने दिनुस् म खुसी छु भनेर मैले सहमति पनि दिएको। तर हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरू चिप्ले किराहरू आलेले धेरै चलखेल गरौँ भनेर इन्टरभ्यु दिइराखेका छन्। यहाँ सञ्चारकर्मी साथीहरू भएको हुनाले यो कुरा तपाईहरुले सम्प्रेषण गर्नुहुनेछ भन्ने म आग्रह पनि गर्न चाहन्छु। मलाई कुनै मन्त्रीको लोभ छैन। म जति समय यो कुर्सीमा बस्छु देश र जनताको सीट नबिग्रिने गरी मैले काम गर्छु। मैले कुरा भन्दै आएको छु। दुःखको साथमा भन्नुपर्दा 3 पटक जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाका विरुद्धमा हामीले मुद्दा जित्दै आएका छौं। वडा नम्बर 8 का वडा अध्यक्षज्यू यही हुनुहुन्छ। मैले त्यो बेलामा मुचुल्का बनाउँदाखेरि वडा अध्यक्षज्यूलाई मैले हार गुहार गरे। हाम्रो सदस्य सचिवले हार गुहार गर्नुभयो आइदिनुस् प्रतिनिधि बस्दिनुस् भन्दाखेरि वडा अध्यक्ष कहिले भोजमा छ वडा सदस्यहरूलाई फोन गरेको पटक पटक सबै बिरामी एकै दिन आउनुस्। यस्तो खालको दरिद्रताले देश बन्दैन। म यही मञ्चबाट भन्न चाहन्छु वडा अध्यक्षज्यू एकदम एनर्जेटिक हुनुहुन्छ युवा हुनुहुन्छ र अझै गठबन्धनको साथी पनि हुनुहुन्छ। म उहाँलाई आग्रह गर्न चाहन्छु हामीले 3टा मुद्दा 1 2 3 गरेर हामीले जितिसकेका छौं। अब छिटै यो धर्मशाला देश विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरूले पशुपति क्षेत्रमा आएर पूजा आराधना गर्न आउँदा सस्तो सुलभमा बस्न खान पाउन् भनेर चाहिने भारतका सम्माननीय प्रधानमन्त्री आदरणीय नरेन्द्र मोदीले 25 करोड रुपैयाँ दिएर त्यो धर्मशाला बनाएको हो। आज कसैले बतास समूहलाई चाहिँ कौडीको भावमा दिने कामहरू भएको छ। 3 पटक हामीले मुद्दा जितिसकेका छौं र आज एनर्जेटिक वडा अध्यक्ष लगायत साथीहरू निर्वाचित भएर आउनु भएको छ। म तपाईहरु सबैलाई हार्दिक बधाई दिन चाहन्छु र अब मुचुल्का बनाउँदाखेरि तपाईहरुको उपस्थित रहनेछ भन्ने मैले विश्वास लिएको छु।